यहाँ शान्तिधाम हिँड्दै आएको छौँ र यो चाहिँ इन्ट्री हो। हेर्न सक्नुहुन्छ यस्तो बवाल रहेछ क्या गेट चाहिँ। हामी हिँड्दै आएको कति टाइम लाग्यो हामीलाई 45 मिनट 30 मिनट जति लाग्यो होला। म र एन्जल मात्र आएको टक्कै हेर्न सक्नुहुन्छ। यहाँबाट हल्का अगाडि गएपछि आइहाल्यो। हल्का अगाडि गएर त्यहाँ आउँछ त म। तर यहाँबाट त्यो तल काठमाडौँको भ्यू नि राम्रो देख्दो रहेछ। हेर्न सक्नुहुन्छ यहाँबाट अहिले त देखि नै रहेछ। यहाँ पुरै देखिँदो रहेछ तलबाट नै। यहाँ माथिबाट त झन् देखिने नै भइहाल्यो। सो हेर्न सक्नुहुन्छ म चाहिँ काठमाडौँ आएको थिएँ हिजो भर्खर मात्र आएको। अनि आज घुमेको त्यस्तो क्या अब आक्कै भोलिपल्ट घुम्न पठाइहाल्छन् हामीलाई। घरै घरहरू हेर्न सक्नुहुन्छ। पुरानो जमानामा पोखरी थियो भने चाहिँ कत्रो ठुलो चाहिँ पोखरी थियो होला त यहाँ सोचेर। कुन त्यो ठुलो बिल्डिङ हो त हरियो हरियो ए हाइट बवाल रहेछ। हल्का अगाडि गएर देखाउँछ बाटो यस्तो छ। बाटो चाहिँ बवाल रहेछ। बाइक गाडी जेमा आउँदा नि हुन्छ है। बस रिजर्भ गरेर आउँदा नि हुँदो रहेछ। पसल नि रहेछ। सो हल्का अगाडि गएर देखाउँछ है त म। ठाउँ रहेछ यता छ शान्तिधाम। सो हात धोएर जान्छौँ हामी। कस्तो हिँड्दो रहेछ सधैँ पर्न। हात धुन्छौँ अनि जान्छौँ है त टक्क। हामी हाम्रो गन्तव्यतिर पुग्न लागिसकेको छौँ। लर्डले चाहिँ हामी एकदम संस्कारी हो। अरू कता कता जान्छौँ हामी मन्दिर आउँछौँ। सो यो भिडियो मैले युट्युबमा हाल्यो भने लाइक कमेन्ट सब्सक्राइब र सेयर गर्न नबिर्सिनु होला। कसले यहाँ आउने इच्छा गर्नुभएको छ उहाँहरूलाई सेयर गरिदिनु होला। र यहाँबाट भ्यू र यो मन्दिर कस्तो लाग्यो टक्क कमेन्ट गरिदिनु होला है त। तर मलाई किन यो होटेल जस्तो लागिरहेको क्या कसम भनेको। यो देखेर चाहिँ मलाई होटेल जस्तो लाग्यो अलिअलि। हस्पिटल टाइप ए मेला भएर यस्तो भएको रहेछ। को जुत्ताहरू पनि रहेछ त। कस्तो भइरहेको मजा नि खोल्नुपर्छ। एकचोटि देखाइदिइहाल्नु ल। अब जुत्ता मोजा खोलेर म भित्र पस्ने बेला देखाउँछु है त। हामीले चाहिँ सब एक्सप्लोर गर्न लागेको। जुत्ता चाहिँ राखिसक्यो। हालिदिएँ यो चाहिँ अघिको पैसा हो ल हालिदिएँ हामीले। सो यहाँ चाहिँ यस्तो रहेछ। एकछिन हामी इन्ट्री गर्नला टक्क यहाँ अहिले आएर फोटो खिचौँ ल। यतापट्टि जाँदा चाहिँ टिकट किन्नुपर्छ होइन। अहिले त कष्ट होला यहाँ सब फोटो खिच्दै हुनुहुन्छ। ओए बाबा यता के छ र टिकट लाग्नलाई। मिररले सराउन्ड गरेको छ। ए भिडियो खिच्न मिल्दैन होला गाइस। मिल्दैन भित्र चाहिँ मिल्दैन। ओ सरी अहिले चाहिँ टक्क टिका लगाइसक्यो हामी दुइटाले हेर्न सक्नुहुन्छ। म चाहिँ यत्रो छु खासमा। यहाँ चेक इन भएर म यस्तो भएको अनि खुसी हुँदैछ यो। सो अब हामी जान्छौँ टक्क। सब्सक्राइब गरिदिनु होला है त। यहाँ खिच्न मिल्दैन अरे। सो यहीँबाट बाहिरबाट दर्शन गर्नुभयो होला ल। धन्यवाद। यस्तो छ यहाँ चाहिँ पस्ने ठाउँ यो यस्तो भए चाहिँ के भन्नु छ तँलाई। सो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम राम्रो फुल राहा। सो यहाँ चाहिँ बिदाको बेला नि त्यस्तो धेरै टुरिस्टहरू चाहिँ हुँदो रहेनछ। सो लुक्स हेर्न सक्नुहुन्छ। यता चाहिँ बस्ने रुमहरू नै हो जस्तो लाग्यो मलाई। अब चाहिँ यो खास मन्दिरहरू जस्तो लाग्यो। यहाँनिर चाहिँ केही न केही छ। टिकट काटेर गर्नुपर्ने रहेछ क्या अरे। एकछिन बसौँ न। सो यहाँनिर चाहिँ गएन हामी यता चाहिँ गयो टक्क। हेर्न सक्नुहुन्छ इन्ट्री यस्तो बवाल रहेछ। सुज यहाँ लाउनु पऱ्यो। यसलाई सुज लगाइदियो भन्दै थियो मलाई। सो आजको लागि यति नै हुन्छ होला। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त टक्क। बाई।